लेकको हामी अहिले जाँदैछौँ। हामी कहाँ रे भन्छ ग्रिन लेक कि ब्लू लेक रे? ग्रिन लेक हो। सो हामी चाहिँ अहिले जाँदैछौँ है। यहाँ चाहिँ अहिले स्याउको बुट्टाहरू एकदम खादिङ भन्छ। झल्लोहरू देखेन भन्थ्यो हामीले हिजो खुब देखेको है यिनीहरूको बुट्टो क्या। उही बगान देखेको झल्लो देखेन भन्छ। मनाङको भ्यू चाहिँ यस्तो छ है। सो यो चाहिँ हाम्रो बममारी दाइको होटलबाट चाहिँ हिँडिसक्यो है। अनि चाहिँ आउँदैछ हाम्रो घुमघाम। भान्जे के छ कतिको खुसी यसरी हाम्रो यसरी खुसी हो भान्जे तिमी? यहाँ छ नि यत्र अनि आऊ न आऊ राइडर हाम्रो यहाँ छ। ल ल युकेश भिडियो भाइ हामी ठाडो भिडियो बनाउने तयार छौँ। भान्जे ठाडो भिडियो बनाउने तयार छौँ। अन द वे है, अन द वे। इज्जत गयो होइन? ठिक छ। कष्ट कस्तो हुँदैछ? ठिक छ कष्ट? अलि पछिसम्म नि जान्नौ के अझ पछि आऊ। जान्न यहाँ जोतेको यहाँ ए प्रभु। अनि यहाँ एकमा कहाँ गएर जाने भैया त्यसको जोस हो र एउटा सिधाइदिन्छ नि यस्तोमा के को जोस हो त क्या? दुइटाले रेस्क्यु हान्नु पर्ने। मनाङ आएर यतिको जोस्तो हुनु पऱ्यो गरे यस्तो ग्रिन लेकमा आएर यस्तो होइन। ग्रिन लेकमा आएर ट्याक्क होइन भन्छ मुखसुख धुने यताउति। ल जाउँ ए कडा रहेछ त अनि ग्रिन लेक त अनि मुख धुलाई हात खाएर पानी तर चिसो होइन हो। यी तात्तिर राखेको पानी हुन्छ पौडी खेल्नु पाइन्न। ग्रिन लेकबाट लाग्यो होइन फेरि बुल लेक। ग्रिन लेक चाहिँ यही नै हो। हामी चाहिँ आइयो हेर्ने हो। हिउँहरू अलिअलि छ त्यहाँ। यो नभएको ठाउँमा चाहिँ जस पानी कडा छ, भान्जे कडा छन्। के छ भान्जे मन्तव्य के छ तिम्रो? मन्तव्य राख्नु छैन नि। ग्रिन लेक बाई बाई। यता उता यता हाल हाल हाल
को बाटो यो यस्तो अगाडि यस्तो रहेछ भ्यू अगाडि ल्याउँछौ र त ल्याउ नि त क्यामेरामा फोटो खिच्छ के हुन्छ खास कुरो युगेश के छ जाँदैन त मस्त त्यहाँ बसेर घाम लाग्यो यार ओहो हामी चाहिँ ब्लू लेकमा आएर फोटो सेसन हुँदैछ होइन ठिक छ युगेश कसम हो दामी छ यार आई लभ भ्यू त अनि यहाँ त अनि हो स्वर्ग पान्छ के छ ठिक छ कहाँ हो त तिमी हेल्मेट लगाएर भिडियोको ए एक राइट हो चौका तिमीले तिमी नै सक्यो अब म सकिएको ल यता सेसन क्यामेरा रेडी गर्दै हो त ठिक छ ल ब्लू लेक है अब हामी ब्याक टु कहाँ रे पार्टी होटलमा है उता रेडी भयो ल अब हामी जान्छौँ गीतला पनि जाऊँ ठ्याक्क ल रेडी भयो अब सिधै हामी खाना खान झरिन्छ है ल लाग्यो अब यहाँबाट ल गीतला चार्ज गर्ने त्यति फर्काइसक्यो
हामी अहिले बेसी सर है यहाँ वेल्डिङ सोल्डिङ हान्ने केही नभएर फर्किरहेको छौँ है हामी होइन अब पोखरा हो यो बाटो कट्छौँ अब हामी अनि नेपाल पर अरे यो मामाको अगाडि बल्ल है पढाउनु पर्ने यस्तो गाडी हुन्छ नि लास्टै ठुल्ठुलो गाडी अति साइको हानिदिन्छ यार कस्तो डर लाग्ने हुन्छ नि लौ यस्तोमा भेट्यो भने त साइको हुन्छ नि हामी हत्या गरेर भेट्ने क्या गेम खेले जस्तो हुँदैन यिनीहरूलाई त डेन्जर अफ रोड गेम खेलिन्छ नि त्यस्तो हुन्छ गाडीको नम्बर चाहिँ 3 रहेछ ल हामी ल हामी अब रुपाताल अब पोखरा होइन बाइक साइलेन्सर त्यहाँ राइड सुरु हुँदैछ अब